साथीहरु नमस्कार, तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज 110औं दिन यस क्रिकेट अन्तर्राष्ट्रिय स्टेडियमबाट चाहिँ तपाईहरुलाई स्वागत गरिरहेको छु। आज देख्न सक्नुहुन्छ कामदारहरू चाहिँ एकदम तीव्र गतिमा आफ्नो काम सम्पन्न गर्नका लागि हिँडिरहेको छ। सम्भवतः आज यसको माथिको फेजको ढलान पनि हुने भन्ने कुरा भइरहेको छ। हिलो धुवाँ धुलो केही नभनी कामदारहरू चाहिँ आफ्नो काममा जुटिरहनु भएको छ। अहिलेको ग्राउन्डको अवस्था यति हिलो छ, यति वर्षाको समयमा पनि काम गरिरहनु भएको छ। तसर्थ ग्राउन्ड पनि एकदमै राम्रो देखिएको छ, टाढाबाट देख्न सक्नुहुन्छ। हेर्नुहोस् तपाईहरुले, म तपाईहरुलाई पल पलको साथ अपडेट लिएर आउने छु। तपाईहरु मेरो च्यानलको साथमा जोडिदिनु भयो भने मलाई अझ काम गर्नलाई सजिलो हुन्छ भन्ने मान्यता छु। तपाईहरुले देख्नु भएको छ कामदारहरूको भिडहरू धेरै नै बढ्दै गएको छ। आज 5 बजे ढलान कार्य हुन्छ भन्ने यहाँको प्रवक्ताहरूले भन्नुभएको हुँदा अब सम्भवतः चाँडै चाँडै नै काम असार अघि नै सकियो भने हामी नेपालीलाई पनि गौरवका साथ भन्न सक्छौँ कि दसैँ अगाडि यो ग्राउन्डमा चाहिँ हाम्रो नेपाली खेलाडीहरू T20 इन्टरनेसनल सिरिज ट्राई सिरिज जितेर आइसकेपछि यहाँ एउटा गेम गर्दाखेरि नेपालीको सान कति माथि जान्छ तपाईहरुले त्यो बुझेर तपाईहरुले त्यो साथको अपेक्षा गरेको छु। एक ढलान सकिसकेको छ, दोस्रो ढलानको लागि यहाँ काम भइरहेको छ भने आज चाहिँ ढलान हुने भनेको चाहिँ यो ठाउँमा हो। देख्न सक्नुहुन्छ फर्माहरू सबै सेट भइसक्यो, डन्डी सबै भइसक्यो। केवल पानी बर्सात भएन भने चाहिँ यो ठाउँमा चाहिँ ढलान हुन्छ भन्ने यहाँको कामदारहरूको चाहिँ कुरा छ। तपाईहरुले टाढाबाट देख्दाखेरि यो ग्राउन्ड निकै आकर्षक नदेखिए तापनि अहिले यो सम्पन्न भइसकेपछि निकै नै आकर्षक देखिनेछ। हेर्न सक्नुहुन्छ अहिले कामहरू एकदमै राम्रो, एकदमै प्रगतिशील गतिमा चलिरहेको छ। हिलो नभनिकन हेर्नुहोस् तपाईहरुले, गाडी यस्तो हिलोमा पनि मजाले काम गरिरहेको छ। तपाईहरुलाई म देखाउँछु। अहिले यस्तो हिलामै बाटोमा पनि यो गाडी कामको लागि चाहिँ यसरी तीव्र गतिमा दौडिरहेको छ। दुर्घटनाको चिन्ता नलिकन कामहरू चाहिँ भइरहेको छ। कामदार सेफ्टी मेजर अपनाइ पनि काम गरिरहेको हुनुहुन्छ यहाँ।
तल क्रिकेट स्टेडियम बनिरहेको छ भने यहाँ हेर्न सक्नुहुन्छ क्रिकेट प्रेमीहरूको कतिको चाहिँ सहभागिता छ। यहाँ देख्न सक्नुहुन्छ क्रिकेट यहाँ चलिरहेको छ। झन्नै क्या छ झन्नै हेर्नु मैले नि क्याच गरेको छु। खासै क्रिकेट खेल्न नआए तापनि क्रिकेट प्रेमीहरूको लागि चाहिँ म एकदम नै आभारी छु, किनभने मैले क्रिकेटबाट धेरै कुरा सिकेको छु। नेपालको प्रगति उन्नति यसरी ल यो भएको क्याच आउट हुन्छ। उहाँहरूले देख्न सक्नुहुन्छ 3टा 4वटा खालमा चाहिँ यहाँ गेम भइरहेको छ। सम्भवतः यहाँबाट पनि कुनै कुशल भुटेल अथवा राम्रो अन्तर्राष्ट्रिय प्लेयर निस्किन्छन्, किनभने जति पनि हाम्रो यहाँबाट खेलेर भर्खरका खेलाडीहरू नै पछि अन्तर्राष्ट्रिय जगतमा चिनिने हो। सहभागिता एकदम नै रोचक छन्। अझ यो दिउँसोको 12-1 बजेको भएर गर्मी भएको हुँदा पनि एकदम नै कम भएको हो। यदि 4 बजेको यो दृश्य हेर्नु पाउनु भयो भने यसमा मान्छेहरूको खुट्टा टेक्ने ठाउँ हुँदैन। यति रमणीय यति सुन्दर ठाउँमा एकदम नै राम्रो गरी क्रिकेट प्रेमीहरूले चाहिँ यहाँ क्रिकेट जगतलाई चिनाउने काम गरेर पछि केही बन्छु भन्नेका साथ यसरी क्रिकेट खेलिरहनु भएको छ।